मामाको छोरीले न वरी हेर्यो मरण बिमा पारी हेर्यो दरा ओहो गीत त मिठो गाउँदो रहेछ केटाले। होइन कता हिँड्यौ तिमीहरू? ओइ रिते तैँले तल शेखरको दाइ खमेलाउरे आएको थाहा पाइदिस्? त्यसो भए त शेखरले मिलनलाई चक्लेट पनि दिइसक्यो होला, हामीलाई चखाए हुन्छ है। नजिस्काइ। अनि त्यो लाउरेले त ठुलो टेप लिएर आएको छ रे। हजुरमा हामी गाउँको सबै केटाकेटीहरू नाच्न जाऊँ है? ल ल भरे आउँछु। भरे बेलुकी साँझमा आइज है त। जसरी नै आइज है। हस् हस्। ओ खमेलाउरे रम निकाल्न रम खानु पर्यो नि। खानु पर्यो नि रम त खानु पर्यो। गजब खाने हो नि। नाच्यो नि केटा रम त आइहाल्छ नि आइहाल्छ। रम खाएर मात्र कहाँ हुन्छ, अब गीत त सुन्नु पर्यो नि। ए लौ लाउरे टेप निकाल टेप। ओ ल्याए 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 टेप ल्याए। ओहो लाउरेको टेप त हेर केटा हेर खतरा छ त केटा हो। ल केटा आयो है टेप आयो। ल के छ हालखबर ठिक छ नि? निकै ठुलो पर्छ त टेप। ल आज टेप बजाऊ नि सब नाच्ने रमाइलो गरेर मर्छ केटा। ल अच्छा मैले बजाएँ है टेप। ल सुन केटा ल गीत सुन्ने
रातभरि गाइयो नाचियो, अब बिहानीको मेरमेरी पनि हुन लाग्यो। भालेको डाकोमा देउराली काट्नु पर्ने। यो प्रत्येक नेपाली घरको कथा हो। नेपाल देशमा एउटा त्यस्तो घर खोजेर भेटिँदैन आजकल, जुन घरमा परिवार परिवार नछुटिएका हौ, प्रेमी प्रेमी नछुटिएकाहरू हो। आशा गरौँ यो 2083ले हाम्रो परिवार नछुटिने अवस्था बनाइदियोस्। 2083मा हाम्रो परिवार एकताबद्ध भएर गाउँमै कुटो र कोदालो गरेर ढिँडो र आँटो खाने अवस्था बनोस्, त्यो आशा पनि गरौँ। अबको क्रममा 4औं नम्बरको प्रतिस्पर्धी मुसिकोट कला केन्द्र। मुसिकोट कला केन्द्र प्रस्तुतिको लागि अगाडि आमन्त्रण गर्दछु। त्यस पछाडि धर्म र चौर समाजको पालो हो। यहाँहरू तयारी